अधिकांश फेसबुकको भित्ताहरूमा हेर्ने हो भने यो फुलको नै चर्चा र परिचर्चा छ। वास्तवमा यो फुलको नाम के हो, के फुल भनेर चिनिन्छ, वास्तवमा यो फुल चाहिँ कहाँनिर फुलिरहेको छ, यसको बारेमा थोरै मात्रै भए पनि बताउन चाहन्छु। यो फुलको नाम विभिन्न देशमा मान्छे अनुसारको आफ्नो तरिकाबाट चिनिने गर्दछ, तर कति मान्छेहरूले यसलाई शिरीषको फुल पनि भन्ने गर्दछ भने कति मान्छेहरूले यो जापानबाट लिएर आएको जापानिज फुलको रूपमा चिनिने गर्दछ। यसको विभिन्न ठाउँ अनुसार विभिन्न नामहरू छन्। म सबै नामहरू तपाईँको माझमा जोड्न चाहिन्न। ललितपुरको महालक्ष्मी स्थानमा यो फुलिरहेको छ, तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ। रिङ रोडको यो ठ्याक्कै बाटोमा यति राम्रो सुन्दर, यति धेरै राम्रो देखिएको छ, जुन चाहिँ अहिलेको समयमा यी कुराहरू जोड्दै गर्दाखेरिको समयमा मलाई यतिखेरको समयमा भने नेपालमा नरहेर कुनै अरू देशमा नै आएर बसिरहेको जस्तो फिल भइरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर यो पछाडि पनि यस्तै छ भने तपाईँले यो पछाडि पनि म तपाईँहरूको माझमा देखाउन चाहन्छु। यो असाध्यै राम्रो छ, एकदमै सुन्दर। तपाईँले हेर्न सक्नुहुन्छ। यो अहिलेको समयमा एकदमै भाइरल फोटो हो। यो अहिले काठमाडौँको अधिकांश मान्छेले यो ठाउँलाई एकदमै रुचाइएको छ। यो फेसबुकमा टिकटकमा तपाईँले यो भाइरल ठाउँ कहाँनिर हो भनेर तपाईँले सोध्न सक्नुहुन्छ। यो चाहिँ सात बाटोदेखि अलिकति वर र त्यसपछि चाहिँ तिनकुनेको बिचमा चाहिँ यसरी फुलिरहेको छ। यो असाध्यै राम्रो सुन्दर देखिएको छ। तपाईँले हेर्न सक्नुहुन्छ। यो पछाडि असाध्यै राम्रो देखिएको छ। साँच्चै नै सुन्दर बनाउने हो भने नेपालमा पनि सकिने रहेछ। यो ठुलो सबैभन्दा ठुलो उदाहरण हो। ललितपुरको महालक्ष्मी स्थाननिर तपाईँले आएर हेर्न सक्नुहुन्छ। यो असाध्यै सुन्दर छ। अझै हिजो अस्ति यो असाध्यै राम्रो थियो। म चाहिँ यसको बारेमा यो विषयमा मैले भिडियो बनाउन पाइरहेको थिएँ, तर अहिले चाहिँ यसको बारेमा मैले भिडियो बनाइरहेको छु। तपाईँले यहाँनिर थोरै मात्रै भए पनि घुमाएर देख्न चाहन्छु। यता पछाडि पनि तपाईँले सेम देख्नुहुन्छ। अधिकांश मान्छेले यसलाई शिरीषको फुल पनि भन्ने गर्दछ भने विदेशीले अनेकौँ नामहरूबाट चिन्ने गर्दछ। ठाउँ अनुसारको फरक फरक नामहरू होला, तर तैपनि केही मान्छेहरू अधिकांश मान्छेहरूले यसलाई शिरीषको फुलको रूपमा चिन्ने गर्दछ। यो कस्तो छ भन्ने कुरा तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। एकदमै वान अफ द बेस्ट, एकदमै रमाइलो लागिरहेको छ। म असाध्यै बिजी भएको बावजुद पनि म यहाँ आएर भिडियो बनाउने कोसिस गरिरहेको छु। अहिले यो चाहिँ काठमाडौँ महानगरपालिका नभएर यो अझ विशेष गरेर ललितपुर महानगरपालिका पर्दछ, तर यो चाहिँ नेपाल अधिराज्यभरि यस्तै खालका फुलहरू रोपेर नेपाललाई एकदमै सुन्दर बनाउन जरुरत छ। नेपाललाई एकदमै चाहिँ राम्रो तरिकाबाट प्रमोट गर्नुपर्छ भन्दै म मेरो नितान्त विचार राख्दै तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू, नमस्ते, अल अफ यू।